हेलो साथीहरू, म चाहिँ आज बन्न गइरहेको छु बैगन भर्ता। बैगन भर्ता बनाउनको लागि मैले एउटा ठुलो बैगनलाई लिएँ र आगोमा यसरी सेकेँ र सेकिसकेपछि त्यो पाकिसकेपछि उसलाई चाहिँ चिसो गर्नको लागि अलग राखेकी छु। एउटा बर्तनमा अलिकता तेल राखेर लाइको दाना, लसुन र सुकेको खुर्सानी, कडी पत्तालाई राखेँ र अलिकता फ्राई भइसकेपछि र हल्का मिडियम साइज प्याजलाई पनि त्यसमा राखेँ। प्याज फ्राई भइसकेपछि मैले त्यसमा चाहिँ अलिकता एउटा टमाटर अनि हल्दी पाउडर, रातो खुर्सानी, गरम मसला, धनिया पाउडरलाई राखेर यसरी एकछिन फ्राई गरेँ। एकछिन फ्राई गरिसकेपछि जुन जलाएको बैगन छ त्यसको छिल्का चाहिँ बाहिरबाट निकालिदिएँ। भित्र किरा हुनसक्छ, किरा यसरी मैले काटेर हेरेँ, केही पनि छैन र त्यसलाई पनि त्यसैमा राखिदिएँ। मैले त्यसमा राखेर राम्रोसँग म्यास गरिदिने। केही छिनपछि फ्राई गरिसकेपछि माथिबाट चाहिँ हरियो धनिया राखिदिनु होला। अति नै राम्रो हुन्छ। हाम्रो भर्ता रेडी भइसकेको छ। यदि तपाईँलाई मन पर्यो भने लाइक, कमेन्ट, सेयर गर्न र एक सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला।